आज हाम्रो बिहानको तरकारी फिस करी बन्दैछ। फिस करीको लागि हामीले माछा काटेर ल्याएर म्यारिनेट गरेर हिजै बेलुका फ्रिजमा राखेका थियौँ। त्यसपछि यसरी फ्राई गरिन्छ। फ्राई गरेर यता राखिएको छ। अब पानी तयार हुँदैछ झोल बनाउनको लागि। ल झोल बनाउन थाल्यो, जसको लागि पहिला जिरा पड्काउने, प्याज हालेर पट गरेर भुट्ने। ल अब अदुवा लसुनको पेस्टहरू हाल्ने। अब बेसार मरमसलाहरू हाल्ने। ल यसपछि टमाटर हालेर भुट्ने। ल मसला अलि धेरै हाल्नुपर्छ, नत्र मिठो हुँदैन। त्यसपछि अलिकति पानी हालेर पकाउने र गोलभेडा केही बेरसम्म पाक्न दिनुपर्ने हुन्छ। फिस मसलाहरू हाल्ने, यो अप्सनल हो। ल अलिकति सरसोको धुलो पनि हाल्नुहोस्। तोरी भुटेर पिनेर राखेको धुलो पनि हाल्नुहोस्। ल ग्रेभी तयार भएको छ। यसलाई चाहिँ अलिकति पातलो बनाउनको लागि पानी हाल्नुपर्छ, किनभने माछा नि डुब्न पर्यो। ल यसरी माछा चाहिँ अलग्ग हाल्नुहोस्। यसलाई हालेर चलाउनु हुँदैन, चलायो भने फुट्न सक्ने सम्भावना हुन्छ। ल यसरी फिस करी तयार हुन्छ। ल खानालाई आउनुहोस् है सबैजना।